मलाई थाहा छैन यो क्रिसमसको माहौलमा यो क्रिसमसको समयमा तपाईले कस्ता कस्ता उपहारहरू आफ्नो प्रिय मण्डलीका सदस्यहरूलाई आफ्नो मित्रहरूलाई छरछिमेकीहरूलाई तपाईले दिँदै हुनुहुन्छ। तर यस्तो उपहार दिनुहोस् प्रिय, जुन शक्तिशाली उपहारले मानिसको जिन्दगीलाई परिवर्तन गरिदिन सक्छ। त्यो चाहिँ हो मायाको उपहार, प्रेमको उपहार। यो प्रेमको उपहारले प्रिय मानिसको जिन्दगीलाई परिवर्तन गरिदिन सक्छ, पक्का गरिदिन सक्छ। यो माया भन्ने चिज चाहिँ कहिले पनि पुरानो नहुँदो रहेछ। बरु तपाईले दिनुभएको उपहार पुरानो हुन सक्छ, भोलि नै पुरानो हुन्छ, खोलिसक्दा पुरानो हुन्छ। तर यो माया भन्ने चिज चाहिँ नि प्रिय यति शक्तिशाली छ, यति शक्तिशाली छ नि प्रिय, यसले मान्छेको जिन्दगीलाई परिवर्तन गरिदिन्छ। यो माया कहिले पनि पुरानो हुँदैन, यो प्रेम कहिले पुरानो हुँदैन। हुन सक्छ तपाईको छिमेकीसँग तपाई नबोली बस्नु भएको 1 साल 2 साल 3 साल भइसक्यो। क्षमा गरिदिनुहोस् त। क्रिसमसले वास्तवमै यो कुरा खोज्दैछ, प्रभु येशूले वास्तवमै यो कुरा खोज्दै हुनुहुन्छ। माया बाँडिदिनुहोस्, प्रेम बाँडिदिनुहोस्, क्षमा बाँडिदिनुहोस्, क्षमा गरिदिनुहोस्, दया गरिदिनुहोस्। वाह, कति असल कुरा छ। यसमा नि प्रिय मान्छेको जिन्दगी परिवर्तन गर्ने सामर्थ्य शक्ति लुकेको छ। तर हामी घर मात्र सजाउने कुरामा हामी व्यस्त छौं, आफूलाई सजाउने कुरामा मात्रै व्यस्त छौं, हामी बत्ती बाल्ने झिलिमिली बनाउने कुरामा मात्र व्यस्त छौं। तर वास्तविक हाम्रो जिन्दगी चाहिँ पुरानो छ। हामी नयाँ बन्न सकेका छैनौं, हामीले नयाँ जीवन व्यतीत नै गर्न सकेका छैनौं, ख्रिस्टले चाहनु भएको जस्तो जिन्दगी हामीले बिताउन सकेका छैनौं। कति दुःख लाग्दो कुरा छ। तर प्रिय आज क्रिसमसले यही कुरा खोज्दैछ। यदि तपाईँ नयाँ व्यक्ति हुनुहुन्छ, तपाईँ परिवर्तित भएको व्यक्ति हुनुहुन्छ, परिवर्तन भइसकेको व्यक्ति हुनुहुन्छ भने चाहिँ क्षमा गर्नुहोस्, माया गरिदिनुहोस्। यसले मान्छेको भविष्यलाई बदल्दिन सक्छ, परिवर्तन गरिदिन सक्छ। म चाहिँ यो कुरा अभ्यासमा ल्याउन चाहन्छु है प्रिय। माया गर्दा कहिले तपाईँ होचो हुनुहुन्न, सानो पनि हुनुहुन्न, कमजोर पनि बन्नुहुन्न। जति माया गर्नुहुन्छ त्यति माया बढ्छ भन्छ नि। सो माया गर्नुहोस्, माया नै फैलिन्छ। तर घृणा गर्नुभयो भने चाहिँ प्रिय घृणा नै, समाज चाहिँ घिनलाग्दो हुन्छ। त्यही कारणले गर्दाखेरि माया कहिले पुरानो हुँदैन, प्रेम कहिले पनि प्रिय कमजोर हुन सक्दैन, नेभर। त्यही कारणले माया गरिराख्नुहोस्। यो मायाको उपहार चाहिँ क्रिसमसको समयमा आफ्नो छिमेकीलाई दिनुहोस्।